Welcome to day 23 of my 30-day challenge. Hello everyone, it's me Salina Chhetri. Welcome back to my new mini vlog. आज चाहिँ मेरो बिहानै उठ्ने बित्तिकै ड्युटी भनेको चाहिँ खाना पकाउने थियो अनि त्यही भएर मैले चाहिँ यता मिटर बोडी ल्याउनु भएको छ मम्मीले अनि त्यसलाई केलाउन लागे अनि त्यो बनाइसकेपछि भाँचे के त्यसलाई भाँचेर बनाउँछु मैले चाहिँ अनि त्यसपछि त्यो भाजिसकेपछि चाहिँ मैले यता आलुहरू धोएर बोक्रा फालेर रेडी बनाइसकेको थिएँ अनि आलु पनि काटे मलाई चाहिँ खाना पकाउन खासै मन लाग्दैन कि इन्ट्रेस्ट लाग्दैन जाँगर पनि लाग्दैन पकाउन नपरे हुन्थ्यो जस्तो हुन्छ तर कहिलेकाहीँ चाहिँ पकाउन परिहाल्यो नि त मम्मी नहुने बेलामा अनि त्यसपछि उता मेरो तरकारी पनि रेडी भयो त्यसपछि चाहिँ मैले भाइको लागि खाना प्याक गर्न थालेँ अनि मेरो भाइ चाहिँ बिहानमा ट्युसन पढ्न जान्छ नि त अनि त्यही भएर उसको लागि टिफिन प्याक गरिदिएँ अनि त्यसपछि मैले चाहिँ उसको लागि अलिकति दही पनि हालिदिएँ अनि मैले पनि खाना खाएँ अनि खाना खाइसकेपछि चाहिँ यता मम्मी आज पोखरा जाँदै हुनुहुन्थ्यो कि मम्मीको आज एक्जाम छ त्यही भएर मम्मीलाई चाहिँ थाहा छैन कि मैले माथिबाट भिडियो बनाएको छु भन्ने कुरा अनि मम्मी चाहिँ पोखरातिर लाग्नुभयो अनि म पनि स्कुल जानको लागि रेडी हुन थालेँ र स्कुलतिर जान लागेँ मैले चाहिँ स्कुल जाने बेलामा भिडियो चाहिँ बनाइनँ अनि त्यसपछि यो भिडियो चाहिँ म स्कुलबाट फर्किसकेपछिको झ्याउ लाग्दैन कि मलाई भिडियो बनाउनु मन लागिहाल्छ कि आएपछि आजभोलि बिहानै नै परिसक्यो नि त अनि त्यही भएर थकै लागिरहेको थियो अनि फेरि मैले कपडाहरू उठाएँ पटाएँ अनि त्यसपछि एकछिनमा दिदीहरू आएको थियो अनि जाऊँ न त हिँडमासतिर यत्तिकै फ्रेस भइन्छ भन्नुभयो अनि त्यसपछि ल जाऊँ न त भनेर गयौँ अनि त्यहाँ गएर एकछिन बसिरहेको थिएँ बाँदरहरू आएको देख्यौँ कि हेर्नु कति धेरै हुल नै आएको थियो बाँदरको अनि त्यसपछि चाहिँ हामीहरू गफ लागेर बस्यौँ बस्दै अनि हामीहरू बस्दा त्यहाँ धेरै नै आन्टीहरू पनि आउनुभएको थियो अनि त्यसपछि बाँदरको हुल देखेर अनि सबैजनाले बाँदर लखट्न लाग्नुभयो कि अनि बाँदर लखट्न लाग्दाखेरि पनि त बाँदर चाहिँ जिस्काउँदै बसिरहेको थियो बाँदर चाहिँ त्यहाँ हामीलाई जिस्काउँदै बसिरहेको थियो कसैलाई टेरेको थिएन बाँदरले चाहिँ अनि त्यसपछि चाहिँ हामीहरू एकछिनमा चाहिँ त्यहीँ बाँदर हेर्दै बस्यौँ अनि एकछिनपछि चाहिँ फेरि हामीहरू तलतिर जाऊँ त आइसक्रिम खान गर्मी भइरहेको छ भनेर चाहिँ सबैजना भएर आइसक्रिम खानको लागि गयौँ अनि त्यसपछि त्यहाँ गएर सबैजनाले आइसक्रिम खायौँ अनि आइसक्रिम खाइसकेपछि चाहिँ हामीहरूले चाहिँ अब यो एउटा यो निम्बु पानी खाइदो रहेछ कि कस्तो हुन्छ त नि भनेर हामीले टेस्ट गऱ्यौँ त्यसपछि चाहिँ हामीहरूले फेरि दही र अनि केराहरू किन्यौँ अनि घर गयौँ अनि त्यहाँ यसलाई चाहिँ हामीले लस्सी बनाउने खाने भनेर लिएर गएको थियौँ अनि म घर आउने बित्तिकै बहिनीहरूले म डान्स गर्छु हेर्नु न दिजु भनिरहेको थियो अनि हेर्नु न उनीहरू दुईजना नाच्दैछन् कि अनि त्यसपछि मैले भिडियो बनाइदिएँ अनि हामीहरूले चाहिँ त्यो केरा र उस ल्याएको थियौँ नि त अनि त्यो बनाउनु लाग्थ्यौँ हेर्नु न पुरै उछुट्टिएर मेरो र दिजुको टी सर्ट भोरी भयो हामी चाहिँ माथिदेखि तलसम्म पुरै त्यो दहीले हेर्नु न कस्तो भएको थियौँ कि अनि फेरि एकछिनपछि चाहिँ हामीहरू सबैजना पहिला त्यो खायौँ अनि खाइसकेपछि चाहिँ फेरि म ड्रेस चेन्ज गरेर त्यो माथिको टी सर्ट चेन्ज गरेर तलतिर गएको थिएँ कि बहिनीहरू थियौँ अनि त्यसपछि फेरि हामी बहिनीले मेरो फेरि भिडियो बनाइदिनु न दिजु भन्थ्यो अनि भिडियो बनाइदिएँ यसरी नै हाम्रो दिन बित्यो थ्याङ्क यू